विवाह भएको छोटो समयमा युके पलायन भएकी लोकदोहोरी गायिका रेणुका भट्टराई यतिबेला युकेमा श्रीमानसँग यसरी व्यस्त रहेकी छिन्। साँझ बिहान दिउँसो के कार्य गर्दैछिन् युकेमा भन्ने कार्य भने आफ्नो न्यू भ्लगबाट जानकारी गराइरहेकी छिन् गायिका रेणुका भट्टराईले। रेणुका भट्टराई भन्छन्, नरेन नरेन नभन, श्रीमान भन या कुनै अरू नामले बोलाऊ भन्दै भन्दा आफूले नरमाइलो लागेको र अब सर भनेर बोलाउँछु भन्दै यसरी दर्शकहरूलाई सान्त्वना दिँदै। गायिका रेणुका भट्टराई युके बेलायततर्फ लाग्ने क्रममा भावुक स्टाटस छोड्दै यसरी लागेकी थिइन्। किन लेखिन् त भावुक स्टाटस? आउनुहोस् यो भिडियोका माध्यमबाट जानकारी दिनेछौँ। भिडियो अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। तपाईँ हामीलाई यो भिडियो कुन ठाउँबाट हेरिदिनुहुन्छ त्यो पनि जानकारी दिएर च्यानलमा नयाँ हुनुहुन्छ भने कमल अनिसा अफिसियल युट्युब च्यानललाई सब्सक्राइब गरेर जोडिनुहोला। गायिका रेणुका भट्टराई फेसबुकको माध्यमबाट भन्छिन्, मुटु भकानिँदैछ, मन रुँदैछ। एकातिर जन्म दिने बाबा आमा, दिदी बहिनी, भाइ भिनाजु, बाबा नानी, एकातिर घरमा एक्लै सासु मम्मी, फेरि एकातिर रुँदा सँगै रुने, हाँस्दा सँगै हाँस्ने प्राणभन्दा प्यारो साथी, अनि उस्तै मिलनसार गीत सङ्गीत प्रेमीहरू, अनि बाहिरको साथीहरू भाइलाई मलाई अति धेरै माया। प्रिय दर्शक श्रोता सबैमा एकातिर मुटु घाँटो पारेर छाडेर जाँदैछु। अर्कोतिर जोसँग म सँगै बस्नै पर्छ, जसले म आउने बाटो हेरेर बस्नु भइरहेको छ, जो मेरो जीवन साथी, उहाँलाई भेट्न जाँदैछु म। मनमा पहिले भन्दा अहिले भारी छ। एकातिर खुसी, अर्कोतिर पीडा बोकेर जाँदैछु। हजुरहरूको माया अनि आशीर्वाद म प्रति सदैव यत्तिकै रहिरहोस्, मलाई कहिले नबिर्सिनुहोला। मैले गीत सङ्गीतकै मामलामा कुरा गर्ने हो भने म जुनसुकै ठाउँमा भए पनि मेरो रगत रगतमा गीत सङ्गीत छ। मैले गीत गाउन भने छोड्ने छैन। म जहिले पनि तपाईँहरूलाई भ्लगबाट नै जानकारी गराइराख्नेछु। म युकेमा के गर्दैछु, केमा व्यस्त छु, बिहान साँझ तपाईँहरूलाई जानकारी गराइराख्नेछु भन्दै यसरी जानकारी दिँदै आफू भावुक हुँदै नेपालबाट युके बेलायततर्फ लागेकी थिइन्। गायिका रेणुका भट्टराई यतिबेला लाइभ दोहोरीबाट छुटिएर आफ्नो श्रीमानसँग युके बेलायतमा बस्दै आएकी छिन्। एक दिन दुई दिन भन्दै आफूले भ्लग सुरु गरेको जानकारी युट्युब र फेसबुकबाट दिइरहेकी छिन् र यतिबेला उनी चर्चामा समेत रहेकी छिन्।